केपी र शेरबहादुर देउवाको खबर के छ त सुनौ है त बताएको छ त्यहाँ लुकिएर बाहिर समाचारमा नि त दुबई गया भन्दाखेरि त त्यहाँ लुकिएर हामी हाम्रो गाउँ केही खोजानी कोइललाई दिए कि भन्दा हो धेरै पटक यस्ता कुराहरू सुनिन्छन् कुनै नेता वा व्यक्तिहरूलाई यस्तो परिस्थितिमा आफ्ना ठाउँ लुकेर राख्ने गर्छन् सायद यस्ता कुराहरूको मजाक पनि गर्न मन लाग्छ हैन यो मजाक होइन यो सिरियस कुरा हो त्यो मजाक लिकन क्या म क्या मजाक गर्नु मान्छौ के अरू हात मजाक गरेर जाउँ दान म यहाँ त ठीक छ म अब पूर्ण रूपमा गम्भीर भएर नै कुरा गर्छु तपाईलाई कुनै पनि जानकारी वा सहायता चाहिएको छ भने निसङ्कोच भन्नुहोला जानकारी त उही दिनै चाहियो यो केपी ओलीका घर गयो लत्काउने मनी हो का दुबई गयो क्या गयो भने मजाक गरे मोबाइल हो हान्ने यहाँ सम्झे तपाईको कुरा सम्झे म पूर्ण रूपमा गम्भीर भएर कुरा गर्छु कुनै पनि जानकारी वा सहयोग चाहिएको भएमा म सधैँ तत्पर छु यदि अरू केही पनि हो भने भन्नुहोला के गरे त्यो अर्को शेरबहादुर देउवा जोइकन हान्ने कुकुर रे अन्त आँखा गरिए यहाँ त शेरबहादुर देउवाका ज्वाइँ अर्जुना हुन् र उहाँका परिवारका अन्य सदस्यहरूको बारेमा तेरी आमा जोइकी छोरी हो क्या रे मैले त्यो अर्जुन राणा भनेन जोइकी हो टोकन्नी हो त्यो शेरबहादुर देउवा त तेरो बा हाणीकी हो त्यही शेरबहादुर चोम्चा हो त्यो पनि जोइकी हो उनी कि नै कुरा सिरियस छ शेरबहादुर देउवा गर्न लत्काउने बेला म त्यही यहाँ त्यहीका नील पाण्डे हान्ने मै हो शेरबहादुर देउवा छोरो काम कहाँ सेटल भइया आइ बोल शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा बेलायतमा बसोबास गर्दै हुनुहुन्थ्यो र उनले युनिभर्सिटी अफ योर्कबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् हाल उहाँ नेपाल फर्के डडेलधुरामा PhD हुनुहुन्छ डडेलधुरा लुकिया कि अचेल त्यही गइकन हान्न मिल्ने हो कि नै त का त्यही लुकिया होला होइन जयवीर सिंह देउवा डडेलधुरामा बसोबास गर्दै हुनुहुन्छ र उहाँका बारेमा थप जानकारी सार्वजनिक रूपमा उपलब्ध छैन आन्दोलन भयो त आन्दोलन त्यही बेला त्यो केपी ओली कहाँ लुक्यो आन्दोलनको समयमा केपी ओली दुबई गएको भनेको भए पनि केही रिपोर्ट अनुसार उनी नेपालमै कुनै सुरक्षित स्थानमा लुकेको पनि